नाच्यो ओए होए नाच्यो हाय हाय नाच्यो हाम्रो विमल भाइ बजागी नाच्यो ओए ओए नाच्यो बजागी हाय हाय कमर स्पीड कमर कमर के भयो हजुर अरे पुष्कर 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 ओए होए आई देश दे दिया ओए होए ले
ये भाई मॉडल 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 ओए होए ओए ओए ले फिर से साजिश की जा रही है, लाइव पोज फिर से बोला यार अफवाहें फैलाई जा रही है। बहुत उत्तेजित हो गया। जिस दिन तुम उसको बात करें उसी जगह को भाषण मसमास हो गया वो मुझे कैसे समझ लिया कि मुझे तमर मालिक हो त तमर मालिक हो त देखिए ये बदलाव अमेज़न पे नेक्स्ट किया बिल्कुल ओए होए ओए ओए नाच्यो नाच्यो आय हाय अरे भाई 4 तो कुछ ज्यादा ही है। ये देखो आईफोन का कमाल याद कर यार हाय हाय नाचियो नाचियो डार्लिंग का फोन आ गया डार्लिंग का फोन आ गया नाचता ना मुझे करा इसी को करना है हाय 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 तू आए बोले क्या लाइव लाइव ओए होए ओए पुश कर नाचियो स्टाइल दिखाना है ओए होए अब पुष्कर नाच
है है गाइस हेलो हाम्रो मोडल यता हुनुहुन्छ यसरी भन्नुहुन्छ अब हजुर नमस्कार सम्पूर्ण आफन्त जनस्थितिको दाजुभाइ तथा दिदीबहिनी सबैलाई चाहिँ हामीले सम्झिरहेका छौँ हजुरहरूको माया आशीर्वाद अनि चाहिँ हजुरहरूको छत्र छायाले चाहिँ हामीले चाहिँ दिल्लीको मेरोलीमा चाहिँ आफ्नो सानो धेरै वर्षको मेहनतले एउटा निवास जोडेका छौँ आज त्यही खुसीमा हामीले चाहिँ पार्टी गरिरहेका छौँ यसमा चाहिँ हाम्रो आदरणीय मामा बाजेजी आउनु भएको छ के भन्न चाहनुहुन्छ हजुरले मेरो नातिले घर लिनु हुनुमा म धेरै खुसी छु आज मेरो नातिले अब तपाईँ मेरो मामाजी छन् मामाजीले केही कुरा राख्न चाहनुहुन्छ एकचोटि एकचोटि ट्र्याक जोडाउनु त तपाईँ धेरै खुसी छौँ हजुर गाउँपालिका वडा नम्बर 5 गणेश विश्वकर्मा र उहाँका छोरा श्री सचिव दयाशङ्कर बेसी सबैले फेसबुक फ्रेन्डले चिनिराखेको कुरा हो र यहाँहरूले आफ्नो मेहनत पसिनाले नयाँ दिल्ली मेरोलीमा आफ्नो निवास स्थान 2वटा फ्लाइट हासिल गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद र उहाँको प्रगतिको कामना गर्छौँ पुराना टिकट राख्ला पैसा कम गर हजुर कम गर आवाज प्रगतिको लागि हामी कामना गर्छौँ मेहरबानीमा आज हिँडे परिवेशको उपलक्ष्यमा सम्पूर्ण आफन्तजन इष्टमित्र फेसबुक फ्रेन्ड आफन्तजन नातागोताहरूलाई सबैको निमन्त्रणामा खुसियाली साथ उहाँको भोजन र प्रसाद हजुर हजुर एकचोटि भोजन गर्न प्रसाद सम्पूर्ण आफन्तजन इष्टमित्र भाइबन्धु नातागोता सम्पूर्ण भाइबन्धुहरूले प्रसाद ग्रहण गरेर उहाँको निवास स्थानमा सबैले शुभकामना दिएर उहाँलाई बधाई दिएका छौँ र हाम्रो व्यक्तिगत तर्फबाट सम्पूर्ण उहाँलाई धेरै धेरै शुभकामना बधाई छ र उत्तमको प्रगतिको कामना गर्दछौँ धन्यवाद आज मेरो चाहिँ खुसीमा आएँ म आज कति रमाइलो भयो फुलफुली ओलायो पिपलका छेडाले आज म दाइसित भेट भयो पिपलका छायाले कम गर साउन्ड नाम मेरो महन पर्यो घर मेरो दल्ली सुवालाई सम्झे मेला कासे मुरली चढा ल एकचोटि केही कुरा मेरा पुगा राख्दैछन् ल हाम्रा ज्वाइँ साहब एकचोटि गजल राख्दै हुनुहुन्छ उहाँको गजल स्वीकार्दै हुनुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा रहनुहुने सम्पूर्ण साथीहरूले गजल राख्दै हुनुहुन्छ ल एकचोटि दुई शब्द राख्दै हुनुहुन्छ हामीलाई कस्तो लाग्यो ल के समाधान लाइभमा छ यो करंट कसले मेरो अगाडि त क्यामेरा अहिले न खाना खाए जाउँला राइ अंकल रुममा जाने हुने
राजेश दाई ट्रैक ट्रैक लगा ना ट्रैक ये ट्रैक थोड़ी ना हो मैं सर्च करना ट्रैक लगा ना तमलाई टाने अल्लाह मुली मिल देते ओली वाला खेलना ओली को खेलना ये मैं एडिट ला हुने हो नि यार एडिट हुने हो नि यार येमा लाइव हो इशर कर लगा के अब ले रो हाय हाय नाचियो मॉडल नाचियो हेलो हेलो यार ना जानना लाजो हेलो जिना नहीं में हेलो जा
ओ देखो 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 हजुर जाने हो दिउर बाबु पुर्याइदिउला भन्दा छन् ए ल ल राम्रो सुन्दै जाई म काममा गएँ हस् हुन्छ ओहो ऐड आ गया रे भाई तू कौन है लास्ट हाय हाय मोटा
पागल लियो ओहो इतना गोरा हूँ क्या मैं ले बन गया लाले हाय हाय धन्यवाद आपका ले भैया गोरा हो गया ओ हमारे मॉडल जी इशाराले बोला भन्ने इशाराले बोला भन्ने लगा आए कर्णाली का बेरा कालेको लडकने मासु कर्णाली का बेरा ओहो ओ लडकने मासु कर्णाली का बेरा प्रवेटे भन्ना गानालाई त म त खतरा उषा लगा के वो जो चलो तुम जो करो निकल लो यार 10-11 बजे है 11 बजे है ना त यहाँ नि बात गरेको ईश्वरले त्यसलाई अब खेल खेल ले ले बिहार का लल्लू नेपाल ले हरियाणवी हला अंकल इशाराले बोला सुनिल नेपाली इशाराले बोला 5 मिनेट मात्र ओए होए आयो गंगा गई रही से गंगा गई समझन छै कि गइलै समझन छै कि गइलै माया का मरुआ ललका समझन छै कि गइलै
सम्झन्छ कि कहिल्यै सम्झन्छ कि कालै मायाका पुराना जलका गयो खोलै खोला गयो खोलै खोला रामचन्द्र सीताका खोला ईश्वरले बोला डाकुलाई आमा सुन्दैन पारी बागा हम पाली सुनिल नेपालीको गाना आउने हो पछि गर्न त म्युजिक बात दो पछि गाना हिन्दी गाउनु कसले गाउनु ओहो ले ओए ओए ओ ले ले भैया ले म यार यो तमरा Come on! ना भाग्यो अरे भैया दाल का बोतल किन सम्पूर्ण साथीहरूलाई मनोरञ्जन गरिसकेको विदाय कार्यक्रम गाना बंद करो लोग जी गाना बन्द गर गाना बन्द गर विदाय कार्यक्रम विदाय कार्यक्रम ब्यागमा गरो दे दल ल्याउ त मजा रमा ब्यागमा ल्याउ अब सम्पूर्ण साथीहरूले हला कफले आड झिके गरन छ त अब तुम लाइव वीडियो गद्दा छ तुम वमटा यार सीधा करा ना यार सीधा हिस्सा कली जा पर लाइव में चल रहा छ तुम चलिएको त छु लाइव में ये दिला रे मान्छे बिथरसिर गाउँपालिका वार्ड नम्बर 6 गणेश पाडपाखा गणेश विकाजी का छोरा दयाशंकर विशी चिरपर्सी भन्नाले अलिकति सङ्गीत क्षेत्र सामाजिक सञ्जालमा मनोरञ्जन गरिसक्यौँ अलिकति हामीले पनि मनोरञ्जन गरेर विदाय कार्यक्रम अलिकति विदाय कार्यक्रमतिर पनि जाँदैछौँ यिनीहरू प्रगतिको कामना गर्दैछौँ आउनेवाला दिनमा यस्ता कार्यक्रमहरू अगाडि बढाउन् यही हाम्रो शुभकामना छ यिनीहरू घर परिवार बालबच्चा यिनीहरू सबैलाई शुभकामना दिँदैछौँ हाम्रा इष्टमित्र भाइ बन्धु फेसबुक फ्रेन्ड हाम्रा जो पनि सम्पूर्णमा साथीहरू सम्पूर्णमा हाम्रा दयाशंकर विजीले सामाजिक सञ्जालमा सबैलाई इन्भाइट गरेको थियो सबै आए जति पनि आएका खुसी छौँ धेरै प्रगतिको कामना गर्दै आज विदाय कार्यक्रम सम्पन्न गर्दैछौँ र आज हाम्रो बितरचिर गाउँपालिका वडा नम्बर 6 पाडपाखाबाट गणेश विकको छोरा दयाशंकर विशी र सुभाष विकको मेरोलीमा दुईटा घर लिनु भएको छ र उहाँको आज किन प्रवेश हुँदाको कारण हामी सबै दिल्लीमा भएका सम्पूर्ण इष्टमित्र दाजुभाइ तथा दिदीबहिनीहरू सबै
सहमति मतलब उपस्थिति भएको कारणले हामी सबै खुसी छौँ र आज हामी सबै एकदम रमाइलो सबै गृह प्रवेश कार्यक्रम भएको र आज हामी गाउँघरको इष्टमित्र सबै साथीहरू रमाइलो गरिरहेको हुँदा अहिले बेलुकाको 11 बजे कार्यक्रम खतम गरिरहेका छौँ र यही समाप्त गरिरहेका छौँ। सबै फेसबुकको सञ्जालमा भइरहनु फेसबुक सञ्जालमा भइरहनु सबै जोडिरहनु भएको सबै साथीहरूलाई यही गृह प्रवेश कार्यक्रम समाप्त हुँदै र सबैलाई नमस्कार भन्न धन्यवाद शुभरात्रि भन्न चाहन्छु। खतम र धन्यवाद। ह्याप्पी होली आउने वाला ह्याप्पी होली फेरि भेटा होला ह्याप्पी होलीमा भन न यार होलीमा भेटा होला भन न यसैमा हामी एउटा अब होलीमा दयाशङ्कर विषी वित्तर तीर्थका दयाशङ्कर विषीलाई एउटा देउडा कोसेली राख्न गइरहेका छौँ र उहाँहरूले देउडा कोसेली सुनाउनुहुन्छ। चल देवडा खाली यार घर छाडे यार बिहालो भयो कि यार सुती रहेछ यार तुमले म भयो कि बन्द गर्दा घर जाने खाली बोले ब्याट्री लो ब्याट्री लो भयो कि राजो तपाईँहरूको माया आशीर्वाद तपाईँहरूको हौसलाले ममताले चाहिँ आज दिन त बिगाड्या डाला बात तले बिगाड्या जसमा गाडमा राख्या दुई दिन स्पिकर बिगाड्या बनाले आज बिगाड्या अन्तिम क्षणमा छौँ लास्टमा चाहिँ हाम्रो चाहिँ पुरानो भाषा प्रियले पनि पुरानो नेपालीको पुरानो हामीले चाहिँ बालपनमा चाहिँ त्यही गीत गाउँथ्यौँ सुन्थ्यौँ आउँथ्यौँ ल चिर्की ठुली चेरा सैनी भगवती नाउँछ उही राम्रो नाइनीको सेरो उही रमाइलो गाउँछ बस हामी चाहिँ छुट्टिन्छौँ हस् हाम्रो यसैमा वित्तचिर गाउँपालिका वडा नम्बर 6 का मोहन ओखेडाज्यू गायक गाउनु हुँदै हुनुहुन्छ। भिडियो गरेर हो कि बन्द बाटो खाने झुमा झुमा गाई मेरी खासै नहीं खाने झुमा झुम भाइसी बस्ने आज हाम्रो विश्वको पहिलो कोसेली जुम गरेको खतरा देख्छ होला हेर यहाँ रुम त यहाँ यहाँ पार
पार यहाँ क्यामेरामा हेर क्यामेरामा हाम्रो मित्रजीहरू गाउँपालिका नम्बर 6 का खेडा देखिया लाइभमा बहादुर भाइरल हो गया इंडिया 2 दिन में और वायरल हो गया यार यार गाइस ये तक क्यों गायक नरेश ओकेटा विद्यार्थी गाउँपालिका वडा नम्बर 6 बाट दल्ली घर पढेको नरेश ओकेटा जी अहिले अगाडि वेट गरेको हजुर
बन्द गरे हा फिनिस गरौँ तमरियो कतिजनाले भाइरल भयो अब त हेरेको छैन दुश्मन हेरेको